सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। तपाईहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ है त। अनि आज चाहिँ म बिहान बिहान कहाँ जाँदैछु भने म मेरो कलेज जाँदैछु साथीहरु। मेरो मुड यस्तो अफ हुन्छ नि बिहान बिहान हैन, छिटो उठ्नु पर्यो, टाढाको बाटो। म यहाँबाट समथिङ 1.5 घण्टाको ट्राभल गरेर जानुपर्छ होला मेरो कलेज है। अनि म 2-3 वटा रुट चेन्ज गरिसकेर लास्ट अब उत्रिसकेर अर्को गाडी चेन्ज गरिसकेर नि हिँड्नुपर्छ कि मेरो कलेज पुग्नको लागि चाहिँ 5 मिनेट हिँड्नुपर्छ यहाँबाट। अनि हिँड्दै थिएँ म बाटोमा गन्थन गर्दै हैन, एक्लै आफैसँग। अनि सो साथीहरु मेरो कलेज पनि पुगिसकेर पढेर ब्रेक टाइममा मेरो साथीहरुसँग यसरी भिडियो बनाउँदै थिएँ। कलेजमा धेरै भिडियो बनाउन मिल्दैन, अनि 2-4 वटा फोटो नकल पारेर त खिच्नै पर्छ साथीहरु हैन। अनि त्यससँगै पढाइ सक्यो, हामी घर फर्किँदा साथीहरु जाम यति हुन्छ, गर्मी त्यस्तै हैन। मेरो हालत पतली भइसकेको थियो हालत। यो चाहिँ टेम्पो हो, अनि त्यसपछि गाडी, फेरि टेम्पो चेन्ज गरेर गाडीमा आउनुपर्छ। हेर्नुस् त मेरो अनुहार, तपाईहरुलाई थाहा भइसक्यो मेरो अनुहार देखेर म कति इरिटेट भइसकेको थियो। मेरो गालाहरु रातो रातो, ओ माइ गॉड, कस्तो टेन्सन, गर्मी भएर है। ओ माइ गॉड, पढ्नु कति गाह्रो हुन्छ। लगभग गाह्रो हुन्छ भन्दा पनि 4th इयरमा प्रवेश गरिसके साथीहरु। र मैले चाहिँ यति दिनुपर्ने हुन्छ मेरो लास्ट रुटको भाडा कार्ड देखाएर। बाई साथीहरु।